सो आज यो भिडियोमा ड्राइभिङ लाइसेन्सको बारेमा सबै जानकारीहरू के तपाईँ बाइकको लाइसेन्स, कारको भनौँ हेभी भेहिकल्सहरूको लाइसेन्सको लागि तयारी गर्दै हुनुहुन्छ या कसरी फर्म भर्ने, के प्रोसेस हो, कम्प्लिट कसरी हो, एक्जाम कसरी हुन्छ, कहाँ हुन्छ, कति बेला हुन्छ, कसरी पास गर्ने, कसरी टेस्ट तयार गर्ने, के गर्ने, कति डकुमेन्ट चाहिन्छ, कसरी भेरिफिकेसन हुन्छ, कति पैसा लाग्छ, के लाग्छ, सबै चिजहरू हामी बताउनेछौँ। नर्मली हामी जस्ट फर्स्ट भिडियोमा जस्ट बढी जस्तो ओभरभ्यू दिनेछौँ र के चिजको बारेमा बताउनेछौँ। तपाईँलाई थाहा छैन भने चाहिँ कमेन्ट जरुर गर्नु होला, पक्कै पनि सेयर गर्नु होला, सबै नेपालीहरूलाई सेयर गर्नु होला है। सो मेरो हिजो मलाई कस्तो लाग्यो भने मेरो फर्म्सहरू जस्तो मानौ कुनै फेरि तपाईँको रिटर्न टेस्ट बिग्रियो भने फेरि तपाईँको टाइम लाग्छ, फेरि 2-3 महिना पछि फेरि फर्म्स भन्ने एलाउ गर्छ भनेको छ। त्यो हेर्दाखेरि म मेरो अलिअलि झसक्क भयो, किनभने मेरो टेस्टको बारे आइडिया भएन, किनभने मैले पोस्ट चाहिँ एउटा फेसबुक पेजहरूमा चाहिँ गरेको रहेछन् है। त्यो चाहिँ हेर्नेछौँ हामी। सबैभन्दा पहिला चाहिँ हामी हेर्नेछौँ ड्राइभिङ लाइसेन्सको लागि चाहिँ तपाईँको लागि सबैभन्दा पहिला यदि बाइकको छ भने चाहिँ 16+ एज तपाईँको भएको भने तपाईँले अप्लाई गर्न सक्नुहुन्छ। बाँकीमा 18+ एजहरूमा बाँकी कारहरू यसको एजहरू चाहिँ सायद 18+ जस्तो लाग्छ मलाई है, यसको एज योभन्दा माथि होला। बाँकी जस्तो तपाईँको केसमा चाहिँ यसमा के गर्ने चाहिँ फर्म्सहरू कसरी भर्ने चाहिँ अब मानव अनलाइन फर्म भरिन्छ भने तर अफिसमा यातायात कार्यालयमा भरिँदैन, तर बाहिर भरिन्छ। बाहिर तपाईँले बसेका हुन्छन् उहाँ भर्न सक्नुहुन्छ या तपाईँ आफै पनि भर्न सक्नुहुन्छ, तर भर्ने कसरी थाहा हुने, कुन डेमा भर्ने भन्ने हुन्छ बढी जस्तो केसमा चाहिँ है। तपाईँहरू बिहानतिर तपाईँ चेक गर्न सक्नुहुन्छ है, के डेहरूमा तपाईँको यो टाइममा चाहिँ बढी खुलेको हुनसक्छ। मन्डे, ट्युजडे, वेडनेसडे, सन्डे भनौँ है, तपाईँलाई 3-4 डेहरू यसमा दिएका हुन्छन् है। त्यो डेहरूमा सन्डे, मन्डे, ट्युजडे, वेडनेसडे भन्ने टाइपको डेहरू छन् है। यी डेमा चाहिँ बढी जस्तो एक्टिभ हुन्छ यिनीहरू है। त्यो डेहरूमा तपाईँको बायोमेट्रिक्स पनि हुन्छ है, बढी जस्तो एक्टिभ भएको डेहरूमा यिनी हुन्। बढी जस्तो मानव तपाईँले फर्म्स भर्नुभएको छ, तपाईँको बायोमेट्रिकको डेट बोलाउँछ तपाईँलाई है, भिजिट डेट बोलाउँछ, भिजिट डेट भन्छ। सबभन्दा पहिला चाहिँ फर्म भर्ने स्टेप्स भनेको फर्स्ट स्टेप्स भनेको के हो, फर्म भर्ने। फर्म्सको लागि तपाईँको नागरिकता राष्ट्रिय परिचयपत्र छ भने त्यो पनि ठिक छ, ओके छ। फर्म्स भर्ने, फर्म्स के तपाईँ आफै भर्न सक्नुहुन्छ, तर फर्म्स कसरी भर्ने, कुन टाइममा फर्म भर्ने। सो गाइस युजली चाहिँ तपाईँको फर्म्सहरू खुलेको बेला चाहिँ प्रत्येक 16 दिनमा चाहिँ नयाँ फर्म्स खुल्छ, तर फर्म्स खुलेको बेला स्टार्टिङमा बिहान 7 बजे 7:05 या 7 बजे आसपासमा तपाईँ फर्म्स भर्नुहुन्छ भने तपाईँको फर्म्सहरू भर्ने चान्स बढी हुन्छ। तर यदि पछि भर्नुहुन्छ भने सिट्सहरूको फुल हुन्छ है, पछि तपाईँको भरिँदैन, सिट कोटा फुल भरिँदैन। सो धेरै केसमा धेरै मान्छेलाई त्यही हेडेक हुन्छ, जस्तो भइसक्दैन। जस्तो मेरो पनि मैले चेक गर्दाखेरि अब मेरो टाइम पनि भएन, बिहान डेली चेक गर्ने टाइम भएन, तर भरिएन। मैले पनि पछाडि तपाईँको बजारमा गएर भएको थिएँ, किन बजार त्यो यातायात कार्यालयभन्दा अगाडि गएर भएको थिएँ है। तपाईँ आफै भन्न सक्नुहुन्छ, तर तपाईँले चेक गर्नुपर्ने हुन्छ बिहान। उसै त टाइमिङ तपाईँको 24 आवर हुन्छ है। जस्तो फर्म 16 दिनमा नयाँ फर्म्स खोलेको दिनमा तपाईँको 24 आवर भनौँ, त्यो टाइमिङ्समा तपाईँले भन्न सक्नुहुन्छ। के हप्तासम्म तपाईँको टाइम लाग्छ, 1 हप्ता कति टाइम लाग्छ है। त्यो टाइमिङ्समा तपाईँले के गर्दाखेरि चाहिँ फर्म्सहरू चाहिँ न्यू फर्म्सहरू है 16 दिनमा हुन्छ, तर टाइमिङ चाहिँ राखेको हुन्छ। तर के गर्ने, तपाईँ त्यो टाइमिङ चाहिँ फर्म भरिसक्यो भने बढी जस्तो केसमा चाहिँ टाइमिङ युज छैन जस्तो लाग्छ मलाई। 1 हप्ताभित्रभित्र त्यो सबै क्लोज भइहाल्छ है। एभ्री मर्निङ गर्नेको लागि चाहिँ खुलेको हुन्छ त्यो चाहिँ फर्म्सहरू चाहिँ है, मैले बुझेअनुसार चाहिँ। सो अब एकाउन्ट फर्म भर्दाखेरि मिस्टेक्स नगर्ने। त मिस्टेक्स भयो भने के हुन्छ त्यो पनि बुझ्नु जरुरी छ। मिस्टेक्स भयो भने के हुन्छ, मानव तपाईँले फर्म्स बाहिर भर्नुभयो तर केही डिटेल्स तपाईँको मिस्टेक्स भयो, जस्तो मेरो भएको थियो, जस्तो मेरो डेट अफ बर्थ मिस्टेक भएको थियो, त के गर्ने त है। यो केसमा चाहिँ फेरि तपाईँको च्यालेन्जिङ हुन्छ। मिस्टेक्स नगर्न दिने, तपाईँको डबल पैसा कट हुन्छ उसले दोबारा नभरिदिए भने है। यदि उसलाई तपाईँ वहीँ गएर भर्न चाहनुहुन्छ भने चाहिँ ठिक छ। मानौ मिस्टेक्स भयो भने सबभन्दा पहिला डेट अफ बर्थ मिस्टेक्स भयो, केही पनि मिस्टेक्स भयो भने तपाईँले त्यो ठाउँबाट हुँदैन करेक्सन। तपाईँले फेरि अफिसमा यातायात कार्यालयभित्र गएर उनलाई भन्नुपर्छ मेरो यो मिस्टेक्स भएको छ, डेट अफ बर्थ यसलाई करेक्ट गरिदिनुहोस्। उसले करेक्ट गरिदिन्छ। त्यसपछि फेरि उसले नयाँ फर्म्सको लागि तपाईँको लागि भन्छ कि अब नयाँ फर्म्स तपाईँले केही दिनपछि नयाँ फर्म्स भर्न सक्नुहुन्छ। केही टाइम लाग्छ, सायद 10-15 दिन कति लाग्छ। त्यसपछि फेरि तपाईँको नयाँ फर्म्स फेरि तपाईँले 15 दिनपछि भनौँ कति दिन लाग्छ। त्यसपछि नयाँ फर्म्सहरू तपाईँको फेरि तपाईँले अप्लाई गर्नुपर्ने हुन्छ नयाँ। त्यहाँ मिस्टेक्स नगर्ने। एकचोटि डेट अफ बर्थ कुनै पनि इस्यु भइदिन्छ भने त्यो केसमा प्रब्लम हुन्छ। त्यसैले फर्म्स भर्दाखेरि एकदमै प्रोपरली केयर गर्ने, फेरि वेट गर्नुपर्ने हुन्छ। यदि मिस्टेक्स भयो भने प्रोपर भराउने, सबै ठिक छ, डिटेल भयो भने ओके भन्ने। त्यस भइसकेपछि फेरि तपाईँको भिजिट डेट दिन्छ, भन्छ तपाईँको केही दिनपछि तपाईँको भिजिट डेट आउँछ। त्यो भिजिट डेट चेक गरेर भिजिट डेटपछि जाने। त्यो भिजिट डेटमा के हुन्छ भन्ने कुरो हुन्छ बढी जस्तो। भिजिट डेटमा चाहिँ के हुँदैन, बढी जस्तो केसमा तपाईँको भिजिट डेट्सहरू भनेको चाहिँ उसले बढी जस्तो केसमा चाहिँ तपाईँको बायोमेट्रिक्स डकुमेन्ट भेरिफिकेसन चेक गर्छ है। तपाईँको हातको यो बायोमेट्रिक छापहरू लाग्छ, डकुमेन्ट्स चेकहरू गर्छ, तपाईँको सही छ कि छैन भन्ने कुरो चेक गर्छ है। त्यो केसमा चाहिँ तपाईँले केही पैसा बुझाउनु पनि पर्ने हुन्छ। जस्तो अगाडि बाहिर फर्म भराए 500 लाग्छ, भित्र तपाईँको बाइकको एउटा लाग्छ, उसको एउटा लाग्छ। मैले बाइक हुँदाखेरि मेरो भित्र पनि तपाईँको जस्तो बायोमेट्रिक भइसकेपछि भित्र जाँदाखेरि तपाईँको त्यहाँ
500 रुपियाँ फेरि चार्ज लगेको थियो केसमा। तपाईँको पनि तपाईँको अलग अलग केसमा अलग अलग चार्ज लाग्छ है। सो त्यो बाइकको चाहिँ 500 छ, बाँकीको 1000 पनि हुन्छ, बढी पनि छ है। त्यो हामी पछि डिटेलमा दिनेछौँ। सो अब यो भइसक्यो। अब यो केसमा चाहिँ ल मानुस् तपाईँको त्यो पनि भइसक्यो, फर्म्स भरिसक्नु भयो, तपाईँको सबै बायोमेट्रिक भइसक्यो, भिजिट डेट तपाईँको फर्म भरिसकेपछि भिजिट डेट आयो, भिजिट डेटमा तपाईँले बायोमेट्रिक गरिसक्नु भयो। पहिलो स्टेप फर्म भर्नु, सेकेन्ड भिजिट डेटमा बायोमेट्रिक चेक हुन्छ, त्यसपछि थोडा बहुत उसको पैसा लाग्छ, चार्ज लाग्छ, त्यसपछि उसले एउटा रसिद दिन्छ, त्यसपछि तपाईँको एउटा एक्जाम रिटर्न एक्जामको डेट आउँछ है। रिटर्न एक्जामको डेट आउँछ। अब मेरो केसमा चाहिँ धेरै डेट आयो, किनभने इलेक्सनले गर्दा तपाईँको एक्जामको डेटमा चाहिँ केही दिन पछि उसले दिन्छ, 10 दिनमा चाहिँ रिटर्न एक्जामको डेट दिन्छ उसको स्लोटका हिसाबले। त्यो हिसाबले रिटर्न एक्जामको डेट दिन्छ, फेरि तपाईँको वहीँ गएर रिटर्न त्यो यातायात कार्यालयमा गएर दिन सकिन्छ। त्यो केसमा चाहिँ रिटर्न एक्जाममा के सोध्छ भन्ने कुरो हुन्छ। रिटर्न एक्जाममा चाहिँ हामी त्यो नेक्स्ट भिडियोमा हामी तपाईँलाई देखाउँछ यहाँबाट याद गर्ने भनेर। तर मेनली चाहिँ तपाईँको यसभित्र चाहिँ तपाईँको नर्मली ट्राफिक रुल्सहरू, साइन बोर्डहरू, ड्राइभिङ रुल्सहरू, सेफ्टी रुल्सहरूका क्वेसन आउँछ है। जस्तो ट्राफिक रुल्स, साइन बोर्ड, ड्राइभिङ रुल्स र सेफ्टी रुल्सका क्वेसन्सहरू चाहिँ यसमा आउँछन् है। बढी जस्तो केसमा चाहिँ अब कसरी याद गर्ने, कसरी कहाँबाट के गर्ने भन्ने कुरो चाहिँ हामी नेक्स्ट भिडियोमा तपाईँलाई बताउँछु, यो तयारी गरेँ भनेर है। सो मेरो पनि छ टेस्ट, मैले पनि हेर्नु छ, म जहाँबाट हेर्छु त्यही बताउँछु। त्यसमा चाहिँ इजी छ है। त्यो चाहिँ म तपाईँलाई त्यो तरिकाले तपाईँले हेर्न सक्नुहुन्छ, किन मैले चाहिँ एकदम इजी मानेपछि त्यो तरिकाबाट जान सक्नुहुन्छ है। हाम्रो पनि प्रोसेस सँगसँगै हेर्छु म। अब त्यसपछि यदि मानव रिटर्नमा तपाईँ पास हुनुभयो भने नेक्स्ट के हुन्छ, तपाईँको टेस्ट हुन्छ, तपाईँको प्र्याक्टिकल टेस्ट हुन्छ। अब प्र्याक्टिस त्यो एड घुमाउनु यो गर्नु आउँदैन भने चाहिँ त्यहाँ ट्रेनिङ सेन्टरहरू छन्, 1-2 दिनको चार्ज कति लाग्छन्, 200-300 कति लाग्छन् बाइकको, त्यो दिने 2-3 दिन सिकेर आउने है। 2-3 घन्टाको लागि, 1-1 घन्टाको लागि चार्ज लाग्छन्, सिकेर आउने, त्यसपछि दिन सकिन्छ। या कसैलाई बाइक चलाउन आउँछ भने तपाईँले फेरि आफै प्र्याक्टिस गरेर गर्न सक्नुहुन्छ। त्यहाँ टेस्ट भनेको चाहिँ मेनली तपाईँको बाइक 8 घुमाउनु पर्ने हुन्छ, 8मा है। त्यसपछि अफ फिल्डहरू, माथि पहाड उकाला ओह्रालाहरू हुन्छ त्यहाँ है। त्यसपछि ट्राफिक चेकहरू, लाइट्सहरू राखेको हुन्छ, त्यो चेक गर्न सकिन्छ, साइड लेफ्टहरू है। त्यसपछि तपाईँको ब्रेक्सहरू सबै चिजहरू उसमा चेक गर्छ है, धेरै नोटिस गर्छ यो कसरी सही गरेर आएको छ, सबै चिज नोटिस गर्छ उसले है। यो चाहिँ एउटा नर्मल चिज चाहिँ मैले तपाईँलाई बताउनु पर्ने कुरा थियो है। यसमा चाहिँ पास कतिमा हुन्छ भन्ने कुरो हुन्छ रिटर्न टेस्टमा। रिटर्न टेस्टमा चाहिँ तपाईँको 100 नम्बरमा हुन्छ भने मैले जस्तो केसमा 60मा पास गरिदिन्छ रिटर्नमा, तर प्र्याक्टिकलमा चाहिँ 70मा पास गर्छ है। प्र्याक्टिकलमा चाहिँ अलिक मेहनत गर्नुपर्ने हुन्छ। प्र्याक्टिकलमा त्यसैले अब तपाईँलाई आउँदैन भने चाहिँ तपाईँले गएर गर्न सक्नुहुन्छ। यो चाहिँ नर्मल इन्फर्मेसन्स थियो ड्राइभिङ लाइसेन्सको। हामी ड्राइभिङ लाइसेन्सका भिडियोहरू कसरी याद गर्ने, के गर्ने, कहाँबाट अपडेट लग्ने, के तरिका गर्ने चाहिँ त्यो सबै चिजहरू चाहिँ नेक्स्ट भिडियोमा हामी दिनेछौँ। त्यसमा चाहिँ हेर्न सकिन्छ र कुन ठाउँबाट हुन्छ कमेन्ट गर्नुलाई, त्यो एकोर्डिङ चाहिँ हामीहरू चाहिँ हेर्नेछौँ कुन तरिकाबाट हुन्छ। सो के छ क्राइटेरिया, के कस्तो छ, ती चिजहरू चाहिँ हामी हेर्दै गर्नेछौँ र हाम्रो भिडियोहरू पनि बनाउँदै गर्नेछौँ। यो ड्राइभिङ लाइसेन्सको भिडियो चाहिँ हामी यसमा सुरु गरेका छौँ। सो जति हुन्छ सपोर्ट गर्नु होला। नेक्स्ट भिडियो हाम्रो आइपिओ सम्बन्धी पनि छ, तर यो ड्राइभिङ लाइसेन्सको भिडियो चाहिँ एउटा यो पुरै च्यानल बन्ने छ यसमा, र यसपछि हामी यो तरिकाले हामी हेर्नेछौँ। मिल्नेछौँ हामी नेक्स्ट भिडियोमा गाइस। जति हुन्छ सेयर गर्नु होला। टेक केयर, बाई।